सबैले भन्छ वृद्धिको लागि बिउ अथवा गुणनको लागि चाहिँ बिउ, वृद्धि हुनको लागि चाहिँ बिउ चाहिन्छ। सबैले न बिउ, फेरि मलाई दोहोऱ्याउनुहोस्, वृद्धिको लागि बिउ। म यसको कुरा गर्नेछु किनकि बाइबलले के देखाउँदछ भन्दाखेरि कटनी चाहिँ असम्भव छ बिना बिउ अथवा बिना रोपनी। जबसम्म हामीले हाम्रो जीवनमा बिउ रोप्दैनौँ कटनी चाहिँ सम्भव छैन। हामीले अरूको बारीमा गएर कटनी गर्न सक्दैनौँ, त्यसलाई चोर भन्छ। सबैले भन्नु त्यसलाई चोर भन्छ। अनि हामी त्यसो गर्न सक्दैनौँ। हामी जीवनमा केही कुरा कटनी गर्न चाहन्छौँ भने बिउ अनिवार्य हो। अनि हामीले विश्वासयोग्य भण्डारको बारेमा कुरा गर्दाखेरि थुप्रो कुरा सिकेका छौँ, गुणन गर्ने कुरा, फल फलाउने कुराहरू। अब आज बिट मार्दै गर्दाखेरि बिउ चाहिँ वृद्धिको लागि रोप्नै पर्छ, बिउ नरोपी हुँदैन। अस्तिको हप्तासँग म जोड्दै जाँदैछु। तपाईँले जमिन मुनि जे रोप्नुहुन्छ त्यो टुसाएको छ। आज जे रोप्नुहुन्छ भोलि त्यो टुसाउनेछ। सिड, तपाईँले आज रोप्नु भएको बिउ तपाईँको भोलिको फसल हो। हालेलुया, आमेन।